मैले लगाएको च्याउ फलिसकेछ हेर्नुहोस् ऊ त्यहाँ बिहा भएपछि फर्स्ट टाइम लगाएको मैले ट्राई गर्नलाई कि यहाँको मौसमले दिन्छ कि नत्र म धेरै लाउँछु हेर्नु त्यहाँ फलिसकेछ यति खुसी छ नि यो सब फुलिसकेछ फल लागिसकेछ यत्रो भइसकेछ गाइस हो यति खुसी छु म यति खुसी छु अब लाग्यो फल्यो भने कति खुसी हुन्छ गाइस अब त्यो फल्यो भने त्यसले सायद 4-5 केजी त दिन्छ होला 3-4 केजी त मजाले दिन्छ एउटा पोकाले अनि लगभग यसमा टोटल 19वटा पोका छ 19 छ ठुलो साइज त्यो सानो साइज गरेर 19वटा पोका छ अनि उम्रिरहेछ हेर्नु है यसरी उम्रिएर त्यसमा पनि उम्रिरह त्यसमा पनि उम्रिरह सबैतिर उम्रिरह गाइस यति खुसी छु मैले लगाएको च्याउ भयो वाउ ऊ त्यहाँ